अभिवादन। केही प्रश्न नेतृत्व वर्गमा। नदीका श्रृङ्खला देख्दा मन कुडिन्छ बेस गरी, जलस्रोतमा धनी हामी अँध्यारो भो कसो गरी। पहाडका चुली पुग्दा हिमशैल मनै छुने, हेर्ने मान्छे ताती लाग्ने इच्छा कहिले पुरा हुने। सूर्योदय हेर्न मात्र असंख्य पर्यटकहरू आए पनि हुने थियो, सोच्छु मात्र म के गरौँ। जडीबुटी गरे खेती यहाँ विशाल भूमि विशाल छ, नजाऊ है अरू देश स्वर्ग तुल्य स्वदेश छ। खनहर खेती छाडी पाको बारी सजाउँछौ, रन्जु मार्ग भए पुग्ने गची बाटो बनाउँछौ। मेची काली जहाँ हुन्छु मन रम्छ सधैँभरि, के को कमी भयो यहाँ अल्छी भयो कसो गरी। महारोगी भए जाऊ स्वास्थ्य तिम्रो जचाउन, इमानदार भए कोही आऊ देश बनाउन। इमानदार भए कोही आऊ देश बनाउन। धन्यवाद। धन्यवाद। विद्युत कर्मी समिति समाजका सदस्य रामराजा ओझाज्यू।